सो हेलो। सो ब्लाइन्ड एमसी भनेको चाहिँ मेरो एउटा पब्लिक एसएमपी हो। यसमा चाहिँ धेरै फिचरहरू छन्, सबै बेसिक फिचर, सर्भाइभल सर्भरको फिचर छ। अनि यसमा हामीहरूको एउटा बेस प्लगइन छ, द्याट इज हामीहरूको इन्फ्युजको प्लगइन। तिमीहरू यहाँ देख्न सक्छौ यो दुईवटा स्लटहरू छन्। यो दुईवटा स्लट भनेको चाहिँ इन्फ्युजको स्लट हो। अनि तिमीहरूले यो क्राफ्ट गर्न मिल्छ। त्यसको गाइडको लागि चाहिँ यहाँ हामी सर्भर गाइडमा यहाँ राइट क्लिक गऱ्यो भने त इन्फ्युज गाइड राख्दैछौँ, त्यसमा गएर तपाईँहरूले गाइड हेर्न सक्नुहुन्छ। अनि हामीहरूको सर्भर चाहिँ मेस बेस्ड सर्भर हुनेवाला छ, त्यसैले तिमीहरूलाई रोक है म देखाउँछु। तिमीहरूलाई स्टार्टर किटमा नै मेस र एउटा स्पियर पाउँछौ, जो कि लन्चको स्पियर हो। यस्तरी उडेर यस्तरी जान सक्छौ तिमीहरू। हामीहरूकोमा एट्रिब्युट स्वाप पनि वर्क गर्छ। सो या आजको भिडियोको लागि यति नै। अनि तिमीहरूले अरू के देखिँदैछ यतै हेर, अनि नत्र अरू के हेर्नु छ भने ट्रेलरमा हेर होइन। अनि अनि या दिस इज इट फर टुडे होइन। अनि भोलिको भिडियोमा चाहिँ म तपाईँहरूलाई सर्भर कसरी जोइन गर्ने त्यसको बारेमा फुल्ली डिटेल दिन्छु। सो या बाई बाई।